मरिन कुन ठाउँ हो? ए ल त्यसो भन्दा यसमा राम्रो आउँछ है। ल यहाँ चाहिँ टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाउनेको चाहिँ एकदम यहाँ चाहिँ धेरै भिड पनि देखिन्छ, किनकि यो राम्रो ठाउँ पनि छ। एकचोटि हेलो गरिदिनु त। कस्तो हेलो ल सबैलाई आउनु भन्नु पऱ्यो पञ्चकन्यामा। सबैजना पञ्चकन्या आउनु घुम्नलाई। के छ टिकटक आइडी के छ त? मेरो सबिना लामिछाने। सबिना। तपाईँको? अबिका लामिछाने। ल सबिना लामिछाने, अबिका लामिछाने। यो बनाएको भिडियो त्यसमा आउँछ होइन त टिकटकमा? ल मैले प्रचार गर्दैछु है टिकटकको। फलो बढ्यो भने चाहिँ मलाई पनि धन्यवाद दिनुपर्छ। नेपालको झन्डा राखिएको छ, त्यसले गर्दा पनि एकदमै सुन्दरता देखिराखेको छु मैले। र यहाँ चाहिँ अघि नैदेखि भिडियो टिकटक बनाइरहनु भएको छ उहाँहरूले। यसरी यहाँ बस्नको लागि पनि कस्तो गजब ठाउँ रहेछ यो, कस्तो राम्रो ठाउँ रहेछ यो। ल यहाँ चट्ट बसेर गफ गर्न पनि मिल्ने गजब गजब ठाउँ बनेको रहेछ अहिले त। सबैलाई नमस्कार, यो मेरो भ्लगमा स्वागत छ। र यति बेला मरिनमा रहेको सिन्धुलीको पौराणिक पञ्चकन्या पोखरीमा चाहिँ छु म। यो आज शनिबार पनि हो, त्यो भएर पनि यहाँ चहल पहल निकै देखिन्छ। आज शनिबार, यहाँ पिकनिक खेल्ने, पिकनिक खाने अनि यो घुम्नको लागि पनि एकदमै राम्रो ठाउँ हो यो। यहाँ यो केही चेन्ज भएरै छ, पहिला भन्दा धेरै कुराहरू परिवर्तन देखेँ मैले यहाँ। धेरै कुराहरू बन्दै पनि रहेछ यहाँ। र यो पोखरीको दृश्य हो यो पछाडि, यो पञ्चकन्या पोखरी। पहिला चाहिँ यो पोखरी मात्र थियो भने पछि यहाँ चाहिँ स्पोटहरू होइन, पिकनिक स्पोटहरू बनाइयो र केही यहाँ चाहिँ परिवर्तनहरू भएको छ होइन। अब यहाँ चाहिँ जस्तै अगाडि तपाईँले देख्न सक्नुहुनेछ, अगाडि पिकनिकको लागि, बालबालिका खेल्नको लागि होइन सबै कुराहरू राखिएको छ। नानी बाबुहरू यसो भुलिनको लागि पनि छ। यहाँ चाहिँ के रहेछ यो सङ्क्रान्तिको रोटी हो कि क्या हो? भर्खर पकाउनु भयो हो? ए ल ठिक छ। माथि पनि पहिला थिएन, अहिले चाहिँ यहाँ माथि पनि रहेछ जाने ठाउँ। माथि यो माथि जाउँ जस्तो लागिरहेछ। प्रतीक जाउँ न त्यहाँ माथि हेरौँ, जाउँ जाउँ जाउँ। यो माथि यो नयाँ नयाँ ठाउँ पो हेर्ने हो त। उयो यस्तो यो चढ्नी रहेछ माथि, यो माथि वहाँ छ। पहिला चाहिँ अन्त्य जाउँ भन्ने कुरो भयो। ल हामी अब यो सबै यो पञ्चकन्या पोखरीको सबै यो भ्लगमा समेट्छौँ आज चाहिँ। ल यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम पनि भइरहेछ, यो फोटो सुटहरू भइरहेछ। फोटो खिच्ने, रमाइलो गर्ने, राम्रो दृश्यहरू आउँछ त्यो भएको हुनाले। ल यो चाहिँ सिद्धबा परिवारले चाहिँ सन्तोष श्रेष्ठ कनकचार सिन्धुलीबाट चाहिँ यहाँ यो सौजन्य गर्नुभएको रहेछ यो ऐना यो मन्दिरमा। अनि यहाँ चाहिँ कसले? अमरदीप चौधरी, कनपा 6 सिन्धुली होइन, रमेश मतारा, मिथुन थापा मगर, दिनेश थापा मगर। ल उहाँको टिमले यो मन्दिरमा चाहिँ ऐना सौजन्य पनि गर्नुभएको रहेछ। र यो पञ्चकन्या मन्दिर होइन, पञ्चकन्या यो पोखरी हो यो पञ्चकन्या पोखरीमा घुम्न र डुल्नको लागि धेरैजना आउने पनि गर्नुभएको छ। विशेष गरी बिदाको दिन चाहिँ अझ यहाँ धेरै रमाइलो हुने गरेको देखेका छौँ हामीले। र यो मरिन गाउँपालिकामा छ, सिन्धुलीको मरिन गाउँपालिकामा छ। यो पछिल्लो समय एकदमै यो लोकप्रिय पनि बनिरहेछ। धेरैजनाको यो आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ यो पञ्चकन्या पोखरी। र अहिले त आउन जानलाई एकदमै बाटो पनि राम्रो छ, सहज छ। त्यो भएको हुनाले पनि अहिले पछिल्लो समयमा
यहाँ आउने र जानेको घुइँचो पनि लाग्ने गरेछ यो पोखरीमा। यसको विशेषता यहाँ तपाईँले देखिरहनु हुनेछ, यो फुल तैरिरहेको हुन्छ सधैँ। धेरै सुन्दर छ, यति राम्रो दृश्य होइन। यो फोटो खिच्न भिडियो गर्न त अझ गजब लाग्छ यहाँ। त्यो भएको हुनाले पनि यो पञ्चकन्यामा धेरैजना आउनुहुन्छ। म धेरैजना देखिराखेको छु। सबैजना आफ्नो ग्रुपमा बसेर फोटो खिच्ने रमाइलो गर्ने काम पनि भइरहेछ। र यहाँ यो उतापट्टि चाहिँ यो मरिनको फाँट हो, यो मरिन खोला देखिन्छ, मरिनको फाँट हो यो। र यतापट्टि चाहिँ यो पोखरी, पञ्चकन्या पोखरी। ल ट्याक्क यसलाई ट्याग गरेपछि ल यो पोखरी पनि छ र हामी घुम्दैछौँ। जाउँ अगाडि जाउँ न, हिँड जाउँ। हामी चाहिँ दुई कान्छा प्रतीक आउन अगाडि, यहाँ आउन। लेस मोबाइल झर्ला नि पानी फेरि। ल अगाडि यहाँ हाम्रो धेरैजना फोटो खिच्ने रमाइलो गर्ने गरिरहनु भएको छ। ल पञ्चकन्या पोखरीमा चाहिँ यहाँ कमलको फुल तैरिएको अवस्थामा छ। यो कमलको फुल हो नि होइन? ल हाम्रो यहाँ बुनुहरू फोटो खिचिरहनु भएको छ एकदम पोजमा। ल रेडी रेडी रेडी। ल ल कहाँदेखि आउनुभयो? युट्युब च्यानल के छ भन्नु त? युट्युब च्यानल जीबी श्रेष्ठ छ युट्युब च्यानल। जीबी श्रेष्ठ भन्नुभयो? हजुर। ल कहाँदेखि आउनुभयो तपाईँहरू? यी मरिनबाटै हो? ए ल खिच्नु खिच्नु फोटो। हामी पनि बजार सिन्धुली, धेरै टाढा छैन। एकदमै राम्रो छ, एकदमै रमाइलो छ यहाँ घुम्न हेर्नको लागि। ल यो पछाडि देखिरहेको दृश्य पञ्चकन्या पोखरीको हो। हामी उभिरहने हजुर कहाँदेखि आउनुभयो? नजिक बेलगाडीबाट हो? ए हामी यहीँ सिन्धुलीबाट हो। कतिजना आउनु भएको छ? हामी छौँ 6-7 जना। ए पिकनिकको लागि 12 जना छौँ। 12 जना। अरू कता हुनुहुन्छ? बन्दैछ, खाना बन्दैछ। ए पिकनिक। हामी अलि ढिलो अनि आइयो। पिकनिक के परिवारको पिकनिक कि के गाउँको क्लब समूह? होइन हाम्रो फ्यामिली। ए फ्यामिली परिवारको। अनि यो किन यो पञ्चकन्या पोखरी रोज्नु भएछ? 3 पाटन बेलगाडीबाट आउनुभयो होइन? हो। किन यो पोखरी पञ्चकन्या पोखरी नै कसरी रोजाइमा पर्यो? होइन अब त्यो छोरो अब शिव सर सायद तपाईँ चिन्नु पनि हुन्छ। शिव काफ्ले? शिव काफ्ले। चिन्छु। अब उसैले चाहिँ त्यहाँ जाउँ बा भन्ने कुरा गर्यो। अनि जुवाई सुरज अनि उहाँहरूले लु त्यहाँ जाने। अब म त कहिल्यै पनि यस्तो पिकनिक नहिँडेको। अनि जानुपर्छ भनेपछि म त जान्न छोरी भनेको। छोरी त्यसो भए अब क्यान्सल भयो भन्न थाल्यो छोरी। लु भइगयो, छोराछोरीको खुसी मनाइदिनु पऱ्यो नि त। कस्तो लाग्यो तपाईँलाई यो पोखरी अनि यहाँको दृश्य? अहिले पहिला भन्दा धेरै यहाँ परिवर्तन भएरै छ है? धेरै एकदम चटक्क चिटिक्क सजिया छ यो अहिले। पहिले त म यहाँ नआइपुगेको तर अहिले आउँदाखेरि राम्रो रहेछ, व्यवस्थित रहेछ। यस्तै त हो नि, यस्तै त हो नि। ल अब बन्दै छ क्यारे? ल रमाइलो गर्नु है, रमाइलो गर्नु। मैसो हस्, धन्यवाद। यसो घुम्दै हिँडौँ ल। हुन्छ घुमौँ न। हिँड्नु गफ गर्दै हिँड्नु उतै जाउँ। हिँड्नु आउनु।
अलि आनन्द रहेछ यहाँ बस्दाखेरि होइन एकदम यो शान्त ठाउँ पनि छ त्यो भएको हुनाले एकदम कुल होइन ठन्डा दिमाग पुरै दामी गीत बजिरहेछ पछाडि ला उतातिर चिसो छ है उतातिर जानु चाहिँ मन लागेछ ल है बहिनीहरू फोटो खिचिसकेका छैन होला है सकिँदैन मरिन कुन ठाउँ हो ए ल त्यसो भन्दा यसमा राम्रो आउँछ है ल यहाँ चाहिँ टिकटक बनाउने फोटो खिच्ने भिडियो बनाउनेको चाहिँ एकदम यहाँ चाहिँ धेरै भिड पनि देखिन्छ किनकि यो राम्रो ठाउँ पनि छ एकचोटि हेलो गरिदिनु त कस्तो हेलो ल सबैलाई आउनु भन्नु पऱ्यो पञ्चकन्यामा सबैजना पञ्चकन्या आउनु घुम्नलाई के छ टिकटक आइडी के छ त मेरो सबिना लामिछाने सबिना तपाईँको अबिका लामिछाने ल सबिना लामिछाने अबिका लामिछाने यो बनाएको भिडियो त्यसमा आउँछ होइन त टिकटकमा ल मैले प्रचार गर्दैछु है टिकटकको फलो बढ्यो भने चाहिँ मलाई पनि धन्यवाद दिनुपर्छ यहाँ नजिकबाट लडिएला है पानीमा लडिएला ल यहाँ हाम्रो फोटो खिच्नलाई एकदम रेडी हुनुहुन्छ यो वरिपरि रुखहरू छ त्यो भएको हुनाले पनि अलिकति यो लाइट अनि ब्ल्याक यस्तै भइरहेछ एकदम कुल चिसो मौसम होइन ठन्डा जाउँ उतै जाउँ हिँड ल यहाँ चाहिँ कता फोटो भिडियो खिच्ने अनि पहिला म भ्लग सक्छु अनि एक राउन्ड घुमाउँ अनि जाउँ हेलो ओ जाउँ न अब पहिला अहिले चाहिँ घुमेर हो क्या र पर चाहिँ त्यहाँ पिकनिक स्पोट हो त्यहाँ गीत बजाउने नाच्ने चलिरहेछ ल यतातिर पनि एकजना ग्रुप छ फोटो खिच्ने भिडियो बनाउने टिकटक बनाउने विशेष गरी त्यो काम भइरहेछ र यो पौराणिक पञ्चकन्या पोखरी चाहिँ एकदमै अहिले पछिल्लो समय एकदम लोकप्रिय हो सबैको ढुकढुकी बन्न पनि सफल भएको छ किनकि यहाँको दृश्यहरू होइन एकदमै हरियाली छ त्यो सँगसँगै यहाँ पोखरी एउटा पोखरीको दृश्य यहाँ कस्तो दामी प्रत्येक यसमा यो डन्डी यो पोलमा चाहिँ नेपालको झन्डा राखिएको छ त्यसले गर्दा पनि एकदमै सुन्दरता देखिराखेको छु मैले र यहाँ चाहिँ अघि नैदेखि भिडियो टिकटक बनाइरहनु भएको छ उहाँहरूले यसरी यहाँ बस्नको लागि पनि कस्तो गजब ठाउँ रहेछ यो कस्तो राम्रो ठाउँ रहेछ यो ल यहाँ चट्ट बसेर गफ गर्न पनि मिल्ने गजब ठाउँ बनेको रहेछ अहिले त कस्तो आनन्द छ क्या पुरै यो तनाव पनि नहुने आनन्द बस्न मिल्ने होइन एकदम कायदा सानो मान्छे कहाँ कुदेको हो ल
अब उहाँ जाउँ न त्यहाँ माथि त्यो ठिक छ क्या त्यहाँ उतापट्टि फेरि कपरेट लागिहाल्छ गीत बजिरहेको के छ हेलो गरिदेऊ न एकचोटि हेलो कस्तो काला आयो रुखको छायाले देखिँदैन बाबु हेर त ताना तान भो हानाहान भो ल फोटो फोटो खिचौँ फोटो ल त्यहाँ माथि जानु पर्यो है अब कताबाट जाने होला ताना तान भो हानाहान भो तिमीलाई देखेर भन्ने गीत बजिरहेको छ उतातिर ल अब चाहिँ म त्यो माथि यो डाँडामा जानु मन लाग्यो क्या त्यहाँ चाहिँ एकदम त्यो माथि जान मिल्ने रहेछ बाँसको अनि कटेजहरू पनि रहेछ त्यो भए हुनाले म त्यसतर्फ गएँ कस्तो राम्रो सिनहरू देखिराखेको छ यहाँ र वहाँ पर चाहिँ एकदम डान्स चलिरहेछ एकदम डान्स भइरहेछ म चाहिँ अब म मेरो फ्यामिली होइन परिवार सबै आएको बाबु छोरा अनि श्रीमती सबै आएको उनीहरू चाहिँ उतातिर फोटो खिच्न बिजी छन् म चाहिँ एकलट यो भ्लग सकाएर अनि डुलौँ भन्ने सोचेको छु पहिला यो भ्लग चाहिँ सबैतिरको तपाईँहरू देखाउँछु म अनि त्यसपछि चाहिँ अनि घुमाउला फ्यामिलीसँग यति बेला म पञ्चकन्या पोखरीमा छु सिन्धुलीको मरिन गाउँपालिकामा अवस्थित छ यो र यो पछिल्लो समय यहाँ केही विकासका कामहरू पनि भएको रहेछ र धेरै राम्रो सुन्दर पनि छ घुमिरहँ जस्तो लाग्दो पनि ठाउँ छ यो त्यसको लागि चाहिँ यहाँहरू पनि एकचोटि यो पञ्चकन्या पोखरीमा चाहिँ आउनु होला उताबाट आउँदैछन् दुईजना ल छिटो 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 कहाँ अनि फेरि यहाँ टाइम खान्छ नि त म पुरै यो कट नगरिकन नन स्टप हो के कमिन कमिन ल त्यहाँ चाहिँ दुईजना आउँदै हुनुहुन्छ एकदम स्लो मोसनमा अलिक फास्ट हिँड्नु पर्यो क्या ताना तान भो हानाहान भो जाउँ जाउँ फटाफट जाउँ ल दामी सिन के गर्ने सर तर एकदम बस्न चाहिँ कुल लाग्ने आनन्द ठाउँ छ यो यस्तो हेर्नुपर्छ कस्तो राम्रो सिन देखिन्छ बजारमा ल गीत पनि बन्द भयो थाहा छ मलाई त्यो भाइहरू अस्ति मरिनमा पनि आएको थियो महोत्सवमा यहाँबाट बाटो रहेछ यो चाहिँ चढ्न नमिल्ने रहेछ नि त त्यही भएर चाहिँ म हिँडेको बिचमा ग्याप रहेछ यो के को लागि खास यो खास म खास चाहिँ हेर्नुहोस् साथीहरू यो हेर्नलाई आएको होइन त्यहाँ माथि रहेछ बाँसको होइन तर त्यहाँ बिचमा ब्रेक गएर रहेछ त्यहाँबाट जान नमिल्ने रहेछ यो माथि चाहिँ बस्नको लागि ठ्याक्क त्यसलाई के भन्छ बस्ने ठाउँलाई प्रतीक्षालय जस्तो हो त्यस्तो चाहिँ माथि यहाँ माथि बनेको रहेछ होइन अहिले त यस्तो पनि गजब छ ल चट्ट यहाँ एस गरेर बस्न पनि मिल्ने होइन हरिण रहेछ दुइटा कस्तो दामी कन्सेप्ट लाग्यो यो मलाई भने म पर चाहिँ बाघ छ होइन यतातिर एलिफेन्ट छ बाबु उहाँ एलिफेन्ट त्यहाँ एलिफेन्ट छ होइन बस्ने ठाउँमा मलाई गजब लाग्यो यो स्टाइल ल एक राउन्ड घुम्दा पनि फ्रेस भयो ज्यानलाई यहाँ हाम्रो यहाँ एक टोली चाहिँ एकदम बनाउँदै हुनुहुन्छ टिकटक ल यो मैले चाहिँ खास यो माथि भनेको थिएँ त्यहाँ चाहिँ जान नमिल्ने रहेछ त्यो भए हुनाले जान चाहिँ त्यहाँ माथि चढ्न चाहिँ नमिल्ने रहेछ रुखमुनिर नत्र भने त मिल्ने रहेछ हजुर कहाँदेखि आउनुभयो ए मरिनदेखि नै हो ए घुमिसक्नुभयो
ए ल ल ल अब के खाने त पानीपुरी चटपटे लजायो कान्छा लजायो है के खाने हो र के खाने ओहो उता जाउँ न बन्दै गर्छ उता चढौँ न त्यहाँ तिमी खेल्ने बाबु त्यहाँ तर सबै ठुलो मान्छेलाई होइन त्यो कहाँ हाम्रो त्यहाँ पुजारी बा होइन पुजारी बासँग कुरा हाम्रो बन्दै गर्छ तान भो ल कस्तो मजाले खेलेको यहाँ सानो नानीले आफै घुम्दो रहेछ क्या हो खेल्ने कुरा पनि रहेछ यहाँ पञ्चकन्या पोखरी गीत बजिरहेछ म त्यहाँतिर गइनँ फेरि किन कपिराइट लाग्दै भने मेरो यो भिडियो भ्लगै खत्तम हुन्छ हाम्रो यहाँ पुजारी बा हजुर नमस्कार के छ आराम हुनुहुन्छ अनि यहाँ चाहिँ यो आज शनिबार भयो है अरू बेला यहाँ शनिबार कहाँदेखि आउनुहुन्छ यहाँ यो घुम्नलाई चाहिँ तपाईँलाई थाहा हुन्छ होला सधैँ बसिरहनुहुन्छ नि त आउँछन् है अहिले त पहिलाभन्दा अलिक बढेको हो सङ्ख्या अहिले बढे सङ्ख्या बढ्यो ए पहिला अब त्यहाँ धेरै कुराहरू बनाएर छ नि त संरचनाहरू होइन यहाँ यसो आकर्षक बनाइएर छ पेन्ट सेन्ट गरेर सजाएर है ए पहिलाभन्दा अलिक बढ्ने छ अहिले ए बाटो अलिक सोधै छ यो अस्थायी बाटो पनि त भन्यो नि त राम्रो छ बाटो भयो भने राम्रै हुन्थ्यो अब न यो मरिङमा पुल छ न चाहिँ बाटो राम्रो छ जे हुँदैछ हस् धन्यवाद ल यसो घुम्दैछु म पनि त्यो माथि छ नि त्यो माथि त्यहाँ माथिहरू त्यो त्यहाँ जान नमिल्ने त्यहाँ अहिले ब्रेक गएर खास त्यो के बनाएको रहेछ त्यो घिउटाड बनाएको ए त्यो के सक्सेस नभएको हो मकै भयो त्यहाँ बिचमा काट्दिएको ए जोखिम भयो भनेर हजुर मकै चाहिँ घाँडामुढी झर्ला भनेर ए त्यही त म त्यसो हेरेँ जान मिल्ने रहेछ क्यारे भनेको पछि त्यहाँ ब्रेक गएर रहेछ हस् धन्यवाद तपाईँलाई हामीले यहाँ पुजारी बासँग नि कुराकानी गऱ्यौँ पहिलाभन्दा अहिले एकदमै यहाँ सङ्ख्या बढेको छ अरे यहाँ आउने जानेको त्यसैले पनि ल यहाँ फोटो खिच्ने ठाउँ रहेछ विशेष गरी यो चाहिँ यहाँ धेरैजना देख्छु म सबैजना यहीँ आउँदै फोटो खिच्दै गर्नुहुन्छ होइन ल यो चाहिँ विशेष गरी फोटो खिच्नकै लागि जस्तै रहेछ यो यहाँ चाहिँ फोटो चाहिँ स्पेसल्ली विशेष गरी फोटो यहाँ ल ट्याक्क फोटो खिच्ने ठाउँ रहेछ यो विशेष गरी यहाँ धेरैले फोटो खिच्नु हुँदो रहेछ ल ठिक छ ल अब चाहिँ एकलट चटपटे खाने हो कि भन्ने कुरो भइरहेछ चटपटे खाइदिउँ फोटो खिच्ने कहाँ भनेको है उहाँहरूले नै हो उहाँ नै हो खिच्ने होइन खोइ त भाइहरू ए दिदी यो प्लेट हटाइदिनु न यहीँ बस्नु पर्यो आज आउनु भएको छैन कि मैले देखिरहेको छुइनँ ए आज उता कार्यक्रम छ नि त अब हामी चाहिँ यो एकदम चटपटे खाइरहेछौँ यति बेला कसो भाउ चटपटे यस्तो गरेर भयो त मिठो छ भन्नु पऱ्यो नि त मिठो रहेछ मुखै बाङ्ग्यो लाटो मुख
त्यो उहाँहरूको त पर्सनल जस्तो लाग्यो क्यामेरा घुम्न आएको सङ्क्रान्तिमा आएको थियो दिदी यहाँ पारि अहिले त आएको यसो डुलो दिनु मिठो चटपटे त लाइट त खतरा छ माथि हरियाली रुख देखिरहेको छौँ हामीले दिदी एउटा बोतल पानी भयो चटपटे एकदम मिठो र यति बेला चाहिँ म यो पञ्चकन्या पोखरीमा छु यो मरिनको र यहाँ मैले देखिरहेको छु यो भर्खरै यो भवन पनि बन्दै रहेछ होइन यो भवन बन्दैछ र यो भवन चाहिँ त्यो देखिएको छ कि माझी राष्ट्रिय संस्कृति सङ्ग्रहालय निर्माण भन्ने रहेछ र यो मरिन चाहिँ विशेष गरी माझी समुदाय पनि धेरै बस्नुहुन्छ यहाँ र त्यो भएको पनि भएर होला सायद यहाँ चाहिँ अब माझी राष्ट्रिय संस्कृति सङ्ग्रहालय निर्माण पनि भइरहेको रहेछ र यहाँ चाहिँ माझी सँग जोडिएका माझी समुदायसँग जोडिएका धेरै संस्कृतिका झल्किने कुराहरू पनि यहाँ राखिन्छ भन्ने मैले बुझेको छु र मलाई लाग्छ त्यसकै लागि पनि होला यो आफ्नो वेशभूषा होइन माझीको संस्कृतिसँग जोडिएका धेरै कुराहरू यहाँ राखिन्छन् भन्ने मलाई लागेको छ र अब चाहिँ फर्किनुपर्छ किनकि यो आज शनिबारको यो फुर्सदिलो समयमा चाहिँ यो आफ्नै जिल्लामा रहेको यो पञ्चकन्या पोखरी सिन्धुलीको मरिनमा छ र यो पञ्चकन्या पोखरीमा म केही घुमेँ केहीसँग कुराकानी पनि गरेँ र एउटा छोटो भ्लग बनाउने प्रयास पनि गरेँ यो भ्लग कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला र भर्खरै हो मैले यो भ्लग सुरु गरेको दुईवटा भ्लग यो सहित मैले दुईवटा भ्लग हालेको हुनेछु र यो भ्लगबाट चाहिँ यो आजको यो भ्लगबाट म बिदा हुन्छु कस्तो लाग्छ कृपया साथ दिँदै गर्नुहोला केही समय पोडकास्ट चलाएँ र पोडकास्ट कन्टिन्यू छ र अहिले चाहिँ म यो भ्लग पनि बनाऊँ भनेर भ्लगतिर पनि जोडिएको छु जीवी श्रेष्ठ भ्लग युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैलाई धन्यवाद हेरिदिनु भयो भिडियो खुसी लाग्यो धन्यवाद नमस्कार